हामी नेपालीहरूको अरूलाई ठग्न सक्ने एट द सेम टाइम ठगिन सक्ने यो कलालाई देखेर म छक्क पर्छु कि अहिले नेपालमा के हुँदैछ अरे भने चाहिँ फेरि केयर वर्कर भिजामा युके लैदिन्छु भनेर मान्छेहरूसँग त्यो पनि अझै डिपेन्डेन्ट सहित आयरल्यान्ड स्कटल्यान्ड यता वेल्सतिर कता कता लैदिन्छु भनेर 50-60 लाख मान्छेहरूले उठाइराखेको छ अरे। अनि कसरी कन्भिन्स गरेको छ अरे भने चाहिँ हस्बेन्ड जुन त्यो भिजा मिलाउने मान्छे हो, हस्बेन्ड चाहिँ लाउरे हो अनि उसको वाइफ चाहिँ नर्स हो, हस्पिटलमा काम गर्छ अनि उनीहरूले चाहिँ सजिलै मिलाउँछ भनेर चाहिँ यसरी कन्भिन्स गरेर मान्छेहरूलाई नेपालमा पैसा उठाउने काम चाहिँ भइरहेको छ। उठाउने मान्छे त भइहाल्यो, तर त्यो पैसा दिने मान्छेहरू पनि तपाईँहरू पनि त्यस्तै हो क्या। युकेमा केयर वर्करको भिजा चाहिँ बन्द भइसक्यो अस्ति अप्रिल 2024 देखि नै युकेले अबदेखि बाहिरबाट केयर वर्करमा कुनै पनि मान्छेहरू ल्याउँदैन भनेर भनिसकेको छ। अनि अहिलेको फेरि यो अनाउन्समेन्टले केयर वर्करमा तपाईँ आए पनि आउन त मिल्दैन, आइहाल्यो भने पनि यहाँको सेटल स्टेटस पाउनको लागि मिनिमम 15 इयर्स लाग्छ भनेको छ। अनि त्यो 50,000 भन्नु 50 लाख कहिले कमाउने हो होइन। यस्तो त्यो स्टुपिड कुराहरूमा चाहिँ ध्यान नदिनु होला है। अनि त्यो लाउरे हो र उसको मिसेस नर्स हो, उनीहरूले चाहिँ के गर्नु सक्छ भित्रभित्र भन्ने खालको यस्तो त्यो नेपालमा चाहिँ भित्रभित्र अन्डर द टेबल कुरा मिलाउन सक्छ भन्ने खालको कुराहरू चाहिँ हुँदैन कि विदेशमा चाहिँ प्राइम मिनिस्टरै भए पनि उसले चाहिँ त्यो रुल ब्रेक गरेर आफ्नो मान्छेलाई चाहिँ त्यो कोटामा त्यो भिजामा ल्याउन सक्दैन कि। रुल भनेको सबैको लागि सेम हो, चाहे त्यो लाउरे होस् चाहे चाउरे होस्। त्यो लाउरे भनेको युकेमा केही पनि होइन कि, त्यो एउटा सिङ्गल इन्डिभिजुअल मान्छे कि, लाउरे एउटा सानो जब हो है। यस्तो स्टुपिड कुराहरूमा विश्वास नगर्नु होला, पैसा नफसाउनु साथीहरू है। यो सिजनल वर्करतिर, अब केयर वर्करतिर, स्किल वर्करतिर मैले भनेको छु, अरू साथीहरूले पनि भन्दै हुनुहुन्छ। त्यसले गर्दाखेरि पैसा बुझाउनुभन्दा अगाडि धेरै कुराहरू रिसर्च गर्नु होला। तपाईँलाई शङ्का लाग्छ भने चाहिँ हामीलाई मेसेजहरू गर्दा नि हुन्छ है त। त्यो पैसा कति फसेको छ छिटो छिटो गएर चाहिँ दलाललाई माग्नु होला है। टेक केयर।